मेरो सागमा चाहिँ अलिक नुन कडा कडा भएछ जहिले नुन कडा कडा गर्छु के भएको दामी छ हिजो मेरो नाइट अफ थियो है अनि त्यस्तै दिनभरि सुत्यो रातिको त्यस्तै लगभग 11:30 बजीतिर उठ्यो है अनि उठेपछि अनि साथीले चाउचाउ बनाएछ त्यही चाउचाउ बनाएर खाएर सुत्यौँ लगभग 1 बजीतिर 2 बजीतिर सुतेको होला रातिको रातभर निन्द्रा लाग्यो त मरिजाउँ निन्द्रै लाग्दैन भयो जतिको दिनभरि सुतिसकेको छ किन निन्द्रा लाग्नु हैन टिकटक हेर्यो फेसबुक हेर्यो बढी त अब टिकटकमै बिताइन्छ समयहरू टिकटक हेर्यो उज्यालो पार्यो अनि त्यस्तै उज्यालो परिसकेपछि निदाउन खोज्छु निन्द्रै लाग्दैन निन्द्रै लाग्दैन लु जाता त्यसपछि उठेँ नुहाइधुवाइ गरेँ सरसफाइ गरेँ त्यसपछि एकछिन कफी खाएर बसेँ हैन अनि खाना खाएर एकखेर खाना पकाएर अहिले खाँदैछु म रातभर सुतेको छुइनँ रातभर नसुतेको अनुहारै हो रातभर नसुतेको अनुहार विदेशको ठाउँमा एक्लै है आएको 1 वर्ष नि भइएछ बानी त अब हुनै पर्यो बाध्यताले हैन तर कहिलेकाहीँ चाहिँ आफ्नो परिवारको धेरै याद आउँछ कुनै समयमा चाहिँ ड्युटीबाट थाकेर आएको हुन्छ हैन पुरै शरीर दुखिरहेको हुन्छ अनि त्यतिखेर सकि नसकि भए पनि खाना पकाउनु पर्यो खानु पर्यो त्यतिखेर चाहिँ लास्टै परिवारले सम्झिन्छ मेन कुरा स्पेशली आमाले सम्झिन्छ हैन नेपालमा आउँदाखेरि विदेश भइन्थ्यो भनिन्थ्यो त्यसैयो बोलिँदैछ विदेशी जिन्दगी भात दाल अचार साग दामी नेपालमा त फेसबुक इन्स्टाग्राम युट्युब के हो सबै बन्द भयो भन्छन् परिवारसँग नबोलेको नि 3 दिन भयो बोल्न नि पाएको छैन धेरै नै याद आइरहेछ छटपटिरहेछ स्पेशली चाहिँ मेरो छोराको याद आइरहेछ हैन फोन गर्दाखेरि नबोले पनि यसो अनुहार देख्न पाए उसको स्वर सुन्न पाउँदाखेरि मलाई एकदम आनन्द लाग्थ्यो है 3 दिन भएको छ बोलेको छैन अब केही उपाय होला नि त नि हैन भाइबर र इमो चाहिँ चल्छ भन्दो रहेछ अब त्यो डाउनलोड गरिराखेको छु भरे भोलिसम्म हेरौँ के कसरी हुन्छ कन्ट्याक्टमा आउँछौँ होला हामी नेपाल
नेपाल सरकारले पनि के गर्नु खोज्या हो केही थाहा पनि छैन। टेक्नोलोजीको जमानामा विश्व कहाँदेखि कहाँ पुगिसक्यो, हाम्रो नेपालमा सयौँ अगाडि होइन सयौँ पछाडि अब ढकेल्ने भयो। सयौँ वर्ष अगाडिको अवस्थामा हामी ढकेलिने भयौँ होइन। यो खाना खाँदाखेरि बिचबिचमा पानी खाने मेरो बानी। मिठो गरी खाइयो त्यस्तै छ परदेशी जीवनको परदेशी खाना। आज छुट्टी छ, भोलि डे ड्युटी छ। त्यही हो एउटा नर्सको जिन्दगी होइन। नेपालमा पनि यही हो, यहाँ विदेशमा पनि यही हो। नाइट गर्नै पर्यो, डे गर्नै पर्यो। न दसैँ तिहार भनिन्छ, न छुट्टी भनिन्छ, न पर्व भनिन्छ होइन। यस्तै हो। न काम गर्दाखेरि कामको जस पाइन्छ, जहिले किच 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 थुक्क जिन्दगी। कहिलेकाहीँ त के लाग्छ भन्दाखेरि कुन दिनमा नर्स पढेछु, नर्स पढेर कुन दिनमा जागिर खाएछु जस्तो लाग्छ हौ छ। अब सायद कहिलेकाहीँ के लाग्छ भन्दाखेरि एजुकेसन पढेर डिग्री हासिल गरेर मजाले लोकसेवा लडेर सरकारी जागिर खाएको भए कति मजा आउँथ्यो होला है। स्यालेरी पनि ड्याङ ड्याङ, काम गर्न नि कति सजिलो, ड्युटी आवर पनि कति थोरै, दसैँ तिहार छुट्टी, चाडपर्व छुट्टी, आफ्नो परिवारसँग नि बस्न पाइयो। तर के गर्नु, त्यतिखेर रहरले पढियो, अहिले आएर दुःख पाइयो। तर ठिकै छ, त्यति साह्रो गुनासो पनि मान्नु हुँदैन होइन। आखिर जे छ यसैमा खुसी हुनु पर्यो। तर एउटा मलाई चाहिँ के लाग्छ भन्दाखेरि मैले नर्स गरेर यो विदेशी यो साउदी जस्तो ठाउँमा आएर होइन नर्सकै काम गरेर चाहिँ नेपालको जुन पैसाको कुरा भनौँ न, स्यालेरीको कुरामा ह्यान्डसम स्यालेरी नै भएको, मलाई यसले ह्यान्डसम स्यालेरी नै भन्छ होला सायद होइन। हुनु त मान्छेको जिन्दगीमा जति नै पैसा कमाए पनि पैसाले त पुग्ने होइन होइन। तर पनि यसो गन्तीमा गर्दाखेरि चाहिँ नेपालको भन्दा धेरै नै राम्रो छ काम। उस्तै हो, हेर्नुहोस् नेपालमा पनि त्यही हो काम, यहाँ पनि त्यही हो काम, त्यही काम। अब जो एउटा परिवारसँग टाढिनु परेको छ, एक्लै यसरी खाना एक्लै कोठामा खाना पाइएको छ होइन। अनि त्यही हो एउटा परिवारसँग टाढिनु, अनि अरू त सबै ठिकै छ। तर मान्छेलाई जति जे गरे पनि सन्तुष्टि चाहिँ छैन, सन्तुष्टि चाहिँ हुँदैन। अहिले म टिचरको कुरा गर्छु, टिचर लाइफ पनि उनीहरूलाई त्यही यो गरेको भए हुन्थ्यो, त्यो गरेको भए हुन्थ्यो भनेर सम्झिरहन्छन् होला। हामी पनि त्यस्तै हो। जुन प्रोफेसनलमा लागे पनि सन्तुष्टि कुनै पनि मान्छे हुँदैन। र एउटा घरको हाउसवाइफ भन्छ नि, हाउसवाइफमा बस्दाखेरि पनि सन्तुष्टि हुँदैन। मान्छेको जिन्दगीमा केही गरी सन्तुष्टि हुँदैन, त्यस्तै हो लाइफ। ल 2 थाल भात खाएर पनि सके। आजको मुखबाङ यस्तै हो है, दुःख सुख कोठामा एक्लै भूत जस्तै मोबाइल अगाडि राखेर
बोलिराखेको छु। खै के कस्तो हुन्छ, यदि कसैले हेरिदिनु भयो भने प्रतिक्रिया जनाइदिनु होला है। हस् त, नमस्ते।